माई हेल्थ गाइड, मेडिकल वा क्लिनिकल कुरा सबैले बुझ्ने भाषामा। कपालमा चाया परेको समस्याको उपचार कसरी गरिन्छ? यो सम्बन्धी बिरामीहरू मलाई भेट्न आउँदा के भन्ने गर्नुहुन्छ भने यसको थायी उपचार चाहियो, फेरि नदोहोरिने गरेर निको बनाइदिनु पर्यो। यहाँनिर यो भिडियो मार्फत म सबैलाई यसको थायी उपचार हुन्छ कि हुँदैन भन्ने कुरा बुझाउन चाहन्छु। कृपया ध्यान दिनुहोला। जसरी तपाईको घरको कोठाहरूको धुलो वा फोहोरहरूलाई बढारकुडार पुछपाछ गरेर सफा राम्रो पार्नुहुन्छ, तर केही दिनपछि पुनः ती कोठाहरू फोहोर हुन थाल्छ यदि समय समयमा सफा गरिएन भने। त्यस्तै हाम्रो कपालमा एक त रौँका जराहरूबाट रेगुलर रूपमा सेबमहरू उत्पादन भइरहेका हुन्छन्, त्यो बाहेक त्यहाँ फङ्गसहरू हुन्छन् जुन संख्यात्मक रूपमा वृद्धि हुनको लागि मौका खोजिरहेका हुन्छन्। त्यतिले नपुगेर बाहिरको धुलो मैलो वा प्रदूषणयुक्त हावाले त हाम्रो कपाललाई फोहोर बनाउन झन् मलजल नै थप्छ। अनि यस्तोमा एकचोटि उपचार गरेर हामीले निको बनाइदिएको तपाईको कपाल रेगुलर सरसफाई यदि गर्नु भएन भने फेरि चाया त परि नै हाल्छ। त्यसकारण उपचार गरेर निको त बनाउनु नै पर्यो, साथै त्यसपछि पनि आफ्नो कपालको नियमित सरसफाई आवश्यकता अनुसार गर्नु नै पर्छ। यसको विकल्प चाहिँ छैन। आउनुहोस् अब उपचारको कुरा गरौँ। माई हेल्थ गाइड, मेडिकल वा क्लिनिकल कुरा सबैले बुझ्ने भाषामा। कपालको चायाको उपचार साँच्चीकै भन्ने हो भने सजिलो छ। सुरु अवस्थामा यसको घरेलु विधिबाट उपचार गर्दा पनि हुन्छ, यसले पनि राम्रै फाइदा पुर्याउँछ। तर घरेलु विधि झन्झटिलो लाग्छ भने अथवा सिभियर कन्डिसनमा क्लिनिकल उपचार गर्न आवश्यक हुन जान्छ। म दुवै विधि पालो पालो भन्ने छु, आफ्नो सुविधा अनुसार तपाईले अपनाउँदा हुन्छ। उपचारको प्लान गर्दा अघि सुरुमा हामीले कारणको बारेमा कुरा गर्दा रौँको जराबाट निस्किने सेबम र टाउको छालामा रहेका फङ्गसको कुरा गरेका थियौं। त्यसलाई नियन्त्रण गर्ने तर्फ ध्यान दिनुपर्ने हुन्छ। थुप्रै थरीको घरेलु उपचार विधि भए पनि सबैभन्दा प्रभावकारी, सबैतिर पाइने र सजिलो के हो भने 2 चम्चा नरिवलको तेल, 1 चम्चा कागती र आधा चम्चा लसुनको पेस्ट मिसाउने, राम्रोसँग फिट्ने, त्यसलाई कपालको छालामा भन्नाले कपालको जरामा सबैतिर पुग्ने गरी लगाउने अनि 2-3 मिनेट हल्का मसाज गर्ने र करिब आधा घण्टासम्म त्यतिकै राखेर त्यसपछि हल्का मनतातो पानीले पखाल्ने र त्यसपछि स्याम्पू लाएर नुहाउने। यो काम सुरुमा हप्तामा 2 पटक, त्यसपछि चाया अलि कम भएपछि हप्तामा 1 पटक र 6 देखि 8 हप्तासम्म लगातार गर्नुपर्छ। अब क्लिनिकल उपचार बारे जानौं। क्लिनिकल उपचार गर्दा चायाको समस्या सुरु अवस्थामा छ भने मेडिकेटेड र एन्टी डेन्ड्रफ स्याम्पूहरू प्रयोग गर्दा पुग्छ, जुन फार्मेसीहरूमा सजिलै पाइन्छ र कम्तीमा 6 देखि 8 हप्तासम्म लगातार प्रयोग गर्नुपर्ने हुन्छ। तर यदि पुरानो समस्या हो वा सेकेन्डरी इन्फेक्सनहरू समेत भइसकेको छ अथवा सोरियासिस, एक्जिमा लगायत छालाका अन्य रोगहरू समेत छन् भने अवस्था हेरेर केटोकोनाजोल भएको स्याम्पू, सेलेनियम सल्फाइड युक्त स्याम्पू अथवा रोग अनुसारको अन्य स्याम्पूको प्रयोग गर्ने र सँगसँगै केही मलम र ट्याब्लेटहरू समेत खानुपर्ने हुन सक्छ, जसको लागि सम्बन्धित चिकित्सकलाई तपाईले भेट्नुपर्ने हुन्छ। घरेलु विधिबाट उपचार गरे पनि अथवा क्लिनिकल उपचार गरे पनि औषधि वा स्याम्पू बाहेक अन्य कुराहरू पनि तपाईले गर्नुपर्ने हुन्छ, जुन अत्यन्तै महत्त्वपूर्ण छ। 1 नम्बरमा कपालमा चाया पर्ने समस्याबाट सधैँको लागि उन्मुक्ति पाउन यदि चाहनुहुन्छ भने आफ्नो कपालको नियमित सरसफाइमा ध्यान दिनुहोस् सधैँको लागि। दोस्रो, स्याम्पू प्रयोग गर्दा कम्तीमा 5 मिनेट स्याम्पूलाई छालामा लगाएर राख्ने र त्यसपछि मात्र पखाल्ने गर्नु बढी फाइदाजनक हुनेछ। तेस्रो, एकै थरीको एन्टिफङ्गल स्याम्पू लामो समयसम्म प्रयोग गर्दा फङ्गसले रेजिस्टेन्स विकास गर्न सक्ने भएकोले 2-3 प्रकारका एन्टिफङ्गल स्याम्पू आलो पालो गरी प्रयोग गर्ने गर्नुहोस्। चौथो, रेगुलर रूपमा खाइने तपाईको खानामा टाउको छाला र रौँहरू स्वस्थ र तन्दुरुस्त रहनको लागि आवश्यक पर्ने पौष्टिक तत्त्वहरू पर्याप्त रहे नरहेको यकिन गर्नुहोस्। यदि रहेनछ भने मेन्टेन गर्ने गर्नुहोस्। जस्तै भाइटामिन ए, भाइटामिन बी, भाइटामिन सी, भाइटामिन डी, भाइटामिन ई, जिङ्क, आइरन, सेलेनियम, ओमेगा 3, प्रोटिन आदि तत्त्वहरू आवश्यक हुन्छ। 5, तनावले अप्रत्यक्ष रूपमा भए पनि कपालमा चाया पर्न सघाउने कुरा
अघिका कारणहरूको चर्चा गर्ने क्रममा मैले भनेको थिएँ। त्यसैले तनाव वा चिन्तालाई व्यवस्थापन गर्न जरुरी हुन्छ। यसै विषयमा केन्द्रित रहेको भिडियो बनाएर हामीले हालेका छौँ। यदि हेर्नु भएको छैन भने हेर्नुहोला। तनाव व्यवस्थापन गर्न तपाईलाई सहज हुनेछ। यो भिडियोमा अहिले भनिएका कारणहरू केलाउँदै अहिले भनिएका उपायहरू अपनाउनु भयो भने कपालमा पर्ने चायाको समस्याबाट छुटकारा पाउनुहुनेछ। भिडियो यहाँसम्म हेरेर मलाई साथ दिनुभएकोमा धन्यवाद। भिडियो हेरेर आफ्नो मनमा लागेको धारणा तल रहेको कमेन्ट बक्समा लेखेर हामीलाई थप हौसला र मार्गदर्शन गर्नुहुन, साथै लाइक बटनमा टच गर्दै यो ज्ञानवर्धक भिडियो आफ्नो सम्पर्कका सबै व्यक्तिहरूलाई सेयर समेत गरिदिनु हुन अनुरोध गर्दछौँ। विभिन्न रोग र स्वास्थ्य समस्या समाधान गर्ने विषयका भिडियोहरू पब्लिस गर्ने गरेको हाम्रो यो च्यानललाई अझैसम्म सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरेर अल नोटिफिकेसन बटन समेत अन गर्नुभयो भने थप नयाँ भिडियोहरू ल्याउन हामीलाई प्रेरणा मिल्नेछ। आगामी भिडियोमा तपाईको स्वास्थ्यसँग सम्बन्धित यस्तै ज्ञानवर्धक सामग्रीका साथ भेट्नेछौँ। तपाईँ र तपाईँको परिवार स्वस्थ र खुसी रहनुहोस् र अरूलाई पनि स्वस्थ र खुसी रहन प्रेरित गर्नुहोस्। धन्यवाद। मेडिकल वा क्लिनिकल फिल्डको तपाईले नजानी नहुने विभिन्न विषयहरूलाई तपाईले बुझ्ने भाषामा हेर्न र सुन्न चाहनुहुन्छ भने यो च्यानललाई अवश्य सब्स्क्राइब गर्नुहोला।